आइसक्यो है हामी चाहिँ सरलारा आइसक्यो कहाँ आइपुग्यो यार यो अनाम यहाँ चाहिँ आइसक्यो अब सरलारा तर जाने कस्तो जाडो छ हामी चाहिँ अब गएर एडमिसन साकेसम्म के गर्ने डर छ यो मान्छेले अब 2 दिन जति क्लास अपलोड गर्छ मैले यो भिडियो लाइक टुडी खेल्यो चर्कोटको टुडी खेल्यो केटा त्यो नाके त बनाउनको लागि क्लासरुममा ब्याक बेन्चर होइन आइपुगेको थियो पढेछ के हुन्छ हेरौँ मिल्दैन नि यहाँ छ एकजना साथी नेपाली नेपाली सब राउटेहरू नेपाली राउटे छ नेपाली पढ्ने मान्छेहरू विदेशमा नपढेको केटाहरू यहाँ सिधै क्याम्पस पढ्न आएको नि नेपाली मात्रै हुँदो रहेछ यस्तो हेरे यहाँ बिजो भात बोकिरहेको छ जिन्दगी किलामा भात केटाहरू चाहिँ टिफिन सिफिन होइन सब रेडी हो त्यतिर बजे जिन्दगी झाँटे हो क्या अब हेरौँ के हुन्छ सबले भात लिएर चाहिँ हामीले केही पनि ल्याएको छैन हात त ब्रेक टाइम यहाँ छ एउटा नयाँ साथी दुईवटा सकलाएर ब्रेक टाइम भइसक्यो यति चिसो छ बाहिर यस्तो गाह्रो हुँदो रहेछ केटा हो त्यो त ओन्ली एक्जिट होइन होला एक्जिट होइन होला त्यो आमा कस्तो चिसो ल हाम्रो चाहिँ 8 घन्टा हुन्छ भन्ने कुरा भयो यहाँ छ है यो के हो यो म्युनिसिपालिटी यस्तो चिसो छ केटा यहाँ चाहिँ शान्ति रहेछ 8 घंटा बोल रहा है नोटिस बुक आता है ना खाली बुक पढ़ लेगा ना आदमी आ गया रुम जानुपर्छ होला तना भाइ तना पुरै जाडो क्या होइन हो जाडो कस्तो ठाउँ हो यो यत्रो घाम लागेको छ तर नि पुरै चिसो अहिले चाहिँ ब्रेक टाइम भइरहेको अनि हामी चाहिँ बाहिर आइरहेको छु अब हेरौँ भोलि आज 8 घन्टा भोलि 4 घन्टा भन्छ अब हेरौँ गरेन त जाडो छ क्या चिन्न नसक्ने जाडो छ हेर्नुमा कस्तो नर्मल देखिरहेको छ होइन तर पुरै जाडो छ फेरि भित्रै जानुपर्छ ल केटा हो हाम्रो चाहिँ फेरि ब्रेक भइसक्यो अब 2 चोटि भइसक्यो ब्रेक चाहिँ अब
4 बजेसम्म हुन्छ अरे क्लास चाहिँ तक लगाएर हामी चाहिँ अब काममा नै जानुपर्ने खानसाना खानुपर्ने तनाव छ 2 चोटि बस्यो ब्रेक गाडीमा आउने बस्ने होइन यहाँ छ हाम्रो त्यो के हो यो हस्पिटल जस्तो त्यही अब फेरि भित्र जानुपर्छ अनि टक्क लगाएर जानुपर्छ काममा पनि जानुपर्छ यो सिक के हुन्छ हेरौँ भोलि नै आउनुपर्छ फेरि आज मात्र सकिँदैन आज अनि भोलि टक्क लगाएर पढ्ने त्यहाँबाट पर्सि इक्जाम हुन्छ अनि टक्क लगाएर अब फेल भयो भने 1000 रियल काट्छ भनेर हेरौँ अब के हुन्छ 1-2 चोटि चान्स पाउँछ चान्स पाएर नि अब सकेन भने चाहिँ टक्क लगाएर नेपाल एक्जिट छोरा फर्किन्छ होला अब नेपाल इक्जाम चाहिँ पास गर्ला जस्तो चाहिँ लागेको छैन मैले चाहिँ त्यही हो अब हेरौँ के हुन्छ सब हिँड्दा चाहिँ अब फेरि यता कहाँ त मेडिकल सेडिकल गर्नुलाई हामी चाहिँ यहाँ छ सरला सब हिँड्ने बेरोजगार नेपालीहरू ल अब हेरौँ के हुन्छ ल केटा हो हाम्रो चाहिँ अब टक्क लाएर क्लास चाहिँ सक्यो अनि त्यहाँबाट त्यही हो अब भोलि फेरि आउनुपर्ने हुन्छ सर लाएर यहाँ छ एकजना केही भनिदिउँ नि त लाइक सब्सक्राइब के हो सर लाएर ल हाँसतिर क्या त्यही हो यही हो क्या हाम्रो कलेज चाहिँ यही हो है होइन कलेज हो सर लाएर अब सागर आउँछ अनि लगेर जान्छ एकछिनमा नेपालमा गएर यत्तिको चाहिँ खोल्नुपर्ने हुन्छ हामीले फेरि यत्रो खोलेको मान्छेको कार हेर्न यहाँ कत्रो छ यत्तिको नखोले नि यत्तिको चाहिँ खोल्नु होइन यत्रो चलाउनेमा चाहिँ यत्रो गाडी चलाउँछ नर्मल कुरो हो त त्यही हो केटा हो असल गर्नुपर्छ होइन सर लाएर अनि हाम्रो चाहिँ त्यही हो अब क्लास सक्यो क्लास त सक्यो के भन्नु फेरि भोलि यही टाइममा आउनुपर्छ हामी चाहिँ सुतेको नि छैन क्या ड्युटी गरेर 2 घन्टा जति नै सुतेँ यो त रातभरि सुतेको छैन जिन्दगी झाट हो क्या विदेशमा आफ्नो छोराछोरीलाई यहाँ नलाउने हो क्या गर्ने केटा हो त्यस्तै हो दुःख अब भोलि फेरि इक्जाम भनेको यस्तो हुँदो रहेछ कि होइन सबै एउटै सब्जेक्टमा सबै एउटा टपिकमा हामीले चाहिँ मैले चाहिँ पास गर्ला जस्तो चाहिँ लागेको छैन सर लगाएर तर म चाहिँ पास गर्छु है केटा पास गर्छु लाटी पास गर्छ अरे त्यही हो अब फेरि हामी भोलि नै आउनुपर्ने हुन्छ पर्सि हो हाम्रो इक्जाम चाहिँ 2 दिन क्लास त्यहाँबाट इक्जाम पर्नेछ त्यही हो अब भ्लग छ कहिले आउँछ सर लगाएर हेर्नुपर्ने हुन्छ लाइक चाहिँ खानिदिनु सब्सक्राइब हाम्रो केटा हो बाई बाई हाम्रो पिपुललाई सपोर्ट गरिदियो यो म्यान